नमस्ते। त आजको जो भिडियो एउटा स्टोरी टाइम भिडियो हो र जसलाई थाहा छैन भने यो एउटा यस्तो भिडियो हो जसमा म आफ्नो लाइफमा घटेको घटनाहरूलाई सुनाउने गर्छु। ल त लेट्स बिगिन द भिडियो। बिल्कुल चुप। हिम्मत कैसे हुई तेरी मुंह खोलने की? ल त अब यो जो भिडियो छ आजको जो टपिक छ त्यो छ माई फर्स्ट क्रस हो। यो एउटा यस्तो टपिक छ जो अझ पनि मैले कसैदेखि सेयर गरेको छैन, इभन माई फ्रेन्ड ब्रदर कसैसँग पनि नै है, कसैसँग पनि गरेको छैन। र किनभने तपाईँ नै हुनुहुन्छ मेरो फ्रेन्ड, त तपाईँदेखि पहिलोचोटि सेयर गर्न गइरहेको छु। त अब हेर्नु कस्तो थियो भनेर तपाईँलाई पनि रुचि होला भने ठिक छ। ल त जब म क्लास 2 मा थिएँ, म चाहिँ क्लास मतलब सानैदेखि नै यस्तो छु के, म क्लास 1 मा जब काठमाडौँमा पढ्थेँ त्यसमा के थियो कि म काठमाडौँको एउटा सरकारी विद्यालयमा पढ्थेँ र त्यसमा त्यो इङ्ग्लिस मिडियममा राम्रो पढाइदिन्थ्यो। र म आफ्नो गाउँबाट छिटै मतलब गाउँबाट नै गएको थियो काठमाडौँ पढ्न, र मैले त्यहीँबाट 1 देखि पढ्न स्टार्ट गरेँ। 1 देखि पढ्दाखेरि के थियो कि मसँग त्यति फ्रेन्डहरू थिएन, तर एज युजुअल के छ कि म आफ्नो क्लासमा पढाइमा राम्रो थिएँ र म कस्मोलोजीमा त्यति बचपनदेखि नै म त्यो त्यस्तो इन्ट्रेस्ट छ। म सोलर सिस्टम जस्तो सानो सानो टपिकहरू जो चाहिँ 1-2 क्लासमा पढाइने गर्छ त्यसमा धेरै रुचि गर्थेँ। र त्यसै के भयो कि म क्युरियोसिटीवाला पनि थिएँ, त्यसमा क्वेसन सोधेर अर्को मेरो नामले पनि धेरै जस्तो जिस्काउँथ्यो। मेरो नाम निखिल मिश्रा हुन कारणले सबैले भन्थ्यो निखिल मिश्रा छ अरे, निखिल मिश्रा हिरो, निखिल हिरो छ अरे, हिरो छ भनेर यसरी भन्थ्यो। र यसरी नै त्यसै कारण म पपुलर पनि भइसकेको थिएँ। त्यति मात्र एक क्लासमा कति नै पपुलर हुनु। त्यो एक क्लासमा त्यसपछि के भयो कि एक क्लासमा मेरो फ्रेन्ड पनि बन्यो, जसको स्टोरी मैले क्याप्चर गरेको छु भने ठिक छैन, त अर्को म बताइदिन्छु। त्यो फ्रेन्ड नै मेरो अहिलेसम्मको सबभन्दा बेस्ट फ्रेन्ड एभर छ। र त्यो फ्रेन्ड पछि चाहिँ अबसम्म त कोही छैन। त त्यसपछि के भयो कि 1 क्लासमा म त्यति थियो, एभरेज मिड स्टुडेन्ट थियो, र त्यसपछि मैले पास आउट गरेँ 1 क्लास र क्लास 2 मा पुगेँ। क्लासमा 2 पुगे मतलब क्लास 2 मा पुगेपछि मेरो जो पुरानो साथीहरू थियो कतिपयले स्कुल छोडिदियो, कतिपय आफ्नो गाउँ गइहाल्यो, र कतिपय त के थाहा न के थाहा। त्यसपछि म क्लास 2 लाई आरामले पढेर पढ्दा बिचमा के भयो कि म क्लास 2 मा त्यसपछि म अब टप 5 भित्र आउन थालेँ। अब टप 5 भित्र आउँदाखेरि त के हुन्छ, तपाईँ पपुलर भइहाल्नुहुन्छ। त्यति पनि म क्लास 1 मा आफ्नो नामले पपुलर थिएँ, यहाँ पनि पपुलर भइसकेँ। अब पपुलर भएपछि के भयो कि म त पढाइमा ध्यान दिन्थेँ, क्युरियोसिटी त्यति नै थियो म भित्र, क्वेसन सोधिरहने। तर म थियो आफ्नो क्लासमा एउटा राम्रो आर्टिस्ट। जसरी कि हेर्नु क्लास 2 मा हुँदाखेरि जसरी हामी केही पनि बनाइदिँदाखेरि त्यो आर्टिस्ट भइहाल्छ नि, एउटा टाङ र मुख निकालेको केटाहरू पनि त्यस्तै नै म आर्टिस्ट थिएँ। र आर्टिस्ट हुन कारण के थियो कि बोइज र गर्ल्स सेक्सन सबै जोइन नै थियो। अब त्यस कारण केटीहरू जो आर्टिस्ट भनेर मलाई चिराउन थालेर जे पनि कुनै पनि फ्राइडेको दिन धेरै जसो आर्ट हाम्रोमा हुन्थ्यो भने अब तिनीहरू मलाई दिन थाले कि बनाऊ निखिल, तिमी बनाऊ, तिमी यो बनाइदियो, मेरो यो बनाइदियो, तिमी यो बनाइदियो। त्यस कारण म केटीहरूमा पपुलर भइहालेँ। अब के छ कि जब पपुलर भएपछि त अब के हुन्छ, रेपुटेसन क्लास 2 मा देखि नै मसँग छ। अब के भयो कि मैले त्यसपछि एउटा आर्ट कम्पिटिसन थियो क्लास 1 र 2 अनुसार मैले पार्टिसिपेट गरेँ, र मैले त्यसमा सेकेन्ड पोजिसन चाहिँ लाएँ, र फर्स्ट पोजिसन एउटा केटीले लगाएको थियो जो चाहिँ थिएन सायद मेरो क्लासबाट कि मेरै क्लासबाट थियो। अब के छ कि गरेपछि म केटीहरूमा पपुलर भएपछि म केटा टिमै छोडिदिएँ, र त्यस कारण अहिले जब म क्लासमा पढ्छु त केटादेखि मैले त्यति बन्दैन, किनभने म बचपनदेखि केटी ग्रुपमा बस्थेँ र केटीहरूले बनाउँथेँ। जरुरी छैन यसको मतलब म केटी नै थिएँ तर म जस्तो कि केटाहरूदेखि पनि कुरा गर्थेँ। अझ त केटीसँग अलग छ, केटासँग अलग छ, त म गर्दिनँ, केटादेखि गर्छु। केटीदेखि त म सबै रुडली बिहेभ गर्छु। त त्यसपालि के थियो कि म केटीको ग्रुपमा त्यो पनि अब क्याप्टन भइहालेँ। केटादेखि त मेरो फ्रेन्डसिप थियो नै थियो, तर केटीको ग्रुपमा क्याप्टन भएपछि तब केटीदेखि धेरै रेस्पोन्सिबिलिटी, मतलब केटीदेखि धेरै नै त्यो छ कि कुराकानी हुन थाल्यो। अब त्यसैमा त्यो एउटा ग्रुपमा एउटा के थियो, नाम त छ पनि म भन्न सक्दिनँ, र त्यसलाई हामी इन्डिकेट गर्छौँ के रोज। त रोज त्यहीँ थियो। रोज त्यति राम्रो लागिरहेछन्। लाली गुलास त्यही नै थियो। अब लाली गुलास जस्तो स्विट भएको एउटा मैले एकछिन यसै हेरिदिएर थिएँ, क्लासमा पढिरहेको थियो, र मेरो एकास एउटा नजर पऱ्यो, र नजर पर्दाखेरि लाली गुलास त्यहाँ बसेको थियो। लाली गुलास भनेको थियो मेरो फर्स्ट क्रस। अब के छ कि म अक्क भएँ के, जसरी कि त होइन सक्नुहुन्छ कि जब फर्स्टचोटि यस्तो हेर्दाखेरि तब बच्चालाई केही नै थाहा हुनु, तर अक्क भएँ कि के गर्नु कस्तो छ भनेर। अब फर्स्ट टाइम जस्तै एट्र्याक्सन फिल गर्दाखेरि त मैले के गर्नु मतलब गर्नै सकेन। अब म छु अक्क भएर त्यसलाई हेरिरहेको छु। टिचर भन्छ निखिल कहाँ जान्छस् तिम्रो, आज क्वेसन सोधिरहेको छैन। मैले भनेको हुन्छ। त्यसपछि मैले फेरि स्टार्ट मतलब ध्यान दिन थालेँ। लेखिन अब के भयो कि मेरो एट्र्याक्सन त्यहाँ भइसकेको छ। अब म त्यसमा डेडिकेटेड छु, मतलब डेडिकेटेड मतलब यस्तै सोचिरहेको छु। अब जाने बेला पनि सोचिरहेको छु कि लाली गुलास कति राम्ररी बनेर म सोचिरहेको थिएँ। अब म
अब म के गरेँ कि त्यो क्याप्टेन्सी मसँग थियो केटीहरू ग्रुपको, त्यसको म फाइदा उठाउन थालेँ। म केटीहरूमा गेम खेलाउँथेँ र गेमको बहाने जसरी कि म क्लास 2मा हुँदाखेरि मसँग धेरै टोइसहरू थियो बेसिकली, त त्यो म टोइसहरूलाई दिने गर्थेँ गिफ्ट। लेकिन अब गेम खेलाउँदाखेरि त कोही राम्रो हुन्छ, कोही खराब हुन्छ, कोही जित्छ, कोही हार्छ। अब हार्नु त थाहा छैन, तर त्यो जो लाली गुलास थियो त्यो हार्थ्यो, त्यो पनि म त्यसलाई पनि खेलाउँथेँ बेसिकली। त्यसैलाई गिफ्ट दिनको लागि म खेलाउँथेँ, जस्ट बिकज मलाई राम्रो लाग्थ्यो। यु नो तब के छ कि राम्रो लाग्नको मैले त्यसलाई खेलाउन त थालेँ, तब त्यो केटी कहिले कहिले हारिहाल्थ्यो र म जो जित्थ्यो त्योभन्दा राम्रो गिफ्ट त्यसलाई दिन्थ्यो। त्यस कारण अब तिनी जो केटीहरू जित्थ्यो त्यो मतलब कि के भन्छ नाराज भइहाल्थ्यो, भन्छ निखिल तिमी त फेयर नै गर्दैनौ, हामी जित्दा पनि हामीले मात्र यो दिनु र तिनीहरूले त्यसलाई यति राम्रो राम्रो दिनु। र अब त्यसलाई तिनीहरूले को भन्नुहोस् कि मलाई क्रस छ त्यसमाथि, र त्यही नै थियो एउटा फर्स्ट क्रस। र त्यसपछि के भनौँ म, अब के छ त्यो र म मतलब यस्तो थियो कि म सधैँ आउँदा त्यसलाई हेर्ने, हेर्थेँ र त्यस्तै थियो। तर त्यसपछि अब के भयो कि हाम्रो क्लास अब छ मतलब अब पहिलो एक्जाम दिनु, फाइनल एक्जाम दिने बारी आयो। र अब के छ कि त्यो थियो एउटा मिड स्टुडेन्ट, र त्यो टाइममा जब म क्लास 1मा थिएँ तब म मिड स्टुडेन्ट थिएँ, तर जब 2मा गयो त म टप 5 अन्तर्गत आउन थालेँ। र त्यसपछि म टप 3मा पनि गइहालेँ। अब के छ कि त्यसलाई पनि पढाइमा मद्दत गर्न थाल्थेँ। अब के छ अप्पर लेभलमा गइरहेछ, म त्यसलाई मद्दत गर्न थालेर त्यो र मेरो फ्रेन्डसिप बढ्न थाल्यो। अब म क्लास 1मा हुँदाखेरि मसँग जो हाउस थियो, जसरी कि बेसिकली हाम्रो के हुन्छ पढ्ने बेला हामीलाई थाहा होला तिमीहरूलाई सायद, जो काठमाडौँमा छ र अझ पनि कतिपय विद्यालयमा यो सिस्टम छ, हाउस हुन्छ, रेड हाउस, ब्लू हाउस, येलो हाउस। त्यसलाई हामी हाउस भनेर बनाउँछौँ र त्यसमा एउटा ड्रेस दिन्छ, त्यही कलरको लाउनुपर्छ फ्राइडेको दिन र ट्युसडे वेडनेसडे जस्तो दिनमा। त हाम्रो थियो। अब त्यसले रेड लिएको थियो, त्यस कारण मैले पनि रेड लिएँ, र त्यसपछि मेरो त्यसको फ्रेन्डसिप हुन थाल्यो। आएर गेटिङ मी मैले पनि त्यस्तो कारण रेड लिएँ, नत्र मलाई त रेड लिने मनै थिएन। तर मैले त्यसको कारण रेड लिएर अब के छ कि हाउसमा हाम्रो स्कुलले एउटा हाउसको व्यक्तिहरूले एउटा समूहमा हाल्थे र अर्को हाउसको व्यक्तिहरूले अर्को समूहमा। त्यसै कारण मैले त्यो रेड हाउस किनभने कि त्यो त्यसमै जाउँ भनेर मैले लिएर त्यसमै गयो। र त्यसपछि लाली उल्लास र मेरो त फ्रेन्डसिप बढ्न थाल्यो। हामीहरू अब के गरे रेस गर्न, मतलब यस्तै गेमहरू खेल्न थाले टाइम स्पेन्डको लागि। 2 क्लासको बच्चा केही नै गर्नु, म त्यस्तो थोरै छ कि होटलमा गएर खानु। म के छ कि हामीहरू टाइम स्पेन्डमा जसरी गेम खेलेर टाइम स्पेन्ड गर्न थाल्यो र 2 क्लास गजब। त्यसपछि म र त्यो के गर्नु, पढाइमा त कम्पिटिसन हुन सक्दैन, त हामीहरू सानोतिलो गेम खेल्न थाले। र हाम्रो के थियो कि पढाइपछि लास्ट पिरियड एउटा गेमिङ पिरियड थियो, र त्यो गेमिङ पिरियडले हामीलाई हाम्रो इङ्ग्लिस टिचरलाई गराउनुहुन्थ्यो। जो बेसिकली इङ्ग्लिस टिचर हुनुहुन्थ्यो, उहाँ नै लास्ट पिरियडमा आएर हामीलाई गेमिङ गराउनु। त्यो गेमिङ पिरियड नै थियो डेडिकेटेड, त्यो पिरियड नै डेडिकेटेड छ गेमको लागि। त म र त्यो पिरियडमा सधैँ मिलेर गेम खेल्थेँ, जसरी कि म त्यसलाई कम्पिटिसन दिइरहेको छु। अब रेस भइरहेछ, म र त्यो रेसिङमा छु र हामीहरू रेस गरिरहेको थियो, तर त्यो मभन्दा तेज दौडिरहेको थियो। त्योभन्दा मलाई यति लाज लाग्यो कि म के नै भनौँ। तर त्यसपछि के भयो कि अब 3 क्लास पास गरेँ, र 3 क्लास पास गरेपछि त त्यो पनि भेट्न पाएन, र त्यो फर्स्ट क्लास नै भइहाल्यो। तर टेन्सन नगर्नु, सायद अझ पनि कोही छ कि छैन भनेर अर्को टाइम भिडियोमा पक्कै बताउँछु। तर एउटा बात हाल्नु कि यदि तपाईँको यङ एजमा कुनै क्रस बनिगइरहेछ, त तपाईँको के छ कि तपाईँलाई एउटा पाइहाल्छ कि एट्र्याक्सन भनेको राम्रो कुरा होइन भनेर। किनभने यङ एजमा हुँदाखेरि त तपाईँलाई एकचोटि एक्सपिरियन्स हुनुहुन्छ, तर यदि तपाईँ 8-9मा गएर एट्र्याक्सन भइरहेछ भने केही छैन, तपाईँलाई मर्नु नै छ। तर त्यस्तो होइन के, जसरी कि एट्र्याक्सन फर्स्ट हुँदाखेरि हामीलाई थाहा लाग्दैन कि यो कुरा सही हो कि नराम्रो हो, मेरो लागि राम्रो हो कि होइन। तर जब एट्र्याक्सन फिल हुन्छ, त्यो फर्स्टचोटिको जो एक्सपिरियन्स हुन्छ नि, त्यसलाई हामी त्यसरी ह्यान्डल नै गर्न सक्दैनौँ, त्यसलाई डिल गर्न नै सक्दैनौँ। यति राम्रो लाग्छ जो एट्र्याक्सन हुन्छ त। त्यसै कारण एट्र्याक्सन पहिला भइसकेपछि जो एक्सपिरियन्स हुन्छ, र त्यस कारण तपाईँले के हुन्छ कि त्यति तपाईँ त्यसमा कोअर्डिनेट गर्नु हुँदैन। त्यस कारण यसो हुन्छ कि एज पर टुडे भिडियो भेरी भेटौँला अर्को भिडियोको साथ। द्याट्स इट।